नमस्ते है सबैजनालाई। हाम्रो यस पोखरा अर्गानिक कल्चरको युट्युब च्यानलमा तपाईहरु सबैलाई म स्वागत गर्न चाहन्छु है। आजको भिडियो चाहिँ स्पेशली चाहिँ हाम्रो वाटरमेलन फार्मिङको बारेमा छ, जुन चाहिँ हामीले सिडलिङदेखि हार्भेस्टसम्ममा के गरेछ भन्ने कुरा सबै कुराहरु समेटेको छौं र सँगसँगै हामीले यो वर्ष चाहिँ हामीले वाटरमेलन फार्मिङ गर्दाखेरि नाफा घाटा के कति भयो, लागत कति लाग्यो, सबै कुराहरु चाहिँ हामीले कस्ट ब्याकग्राउन्ड गराएको छु, त्यो पनि हेर्दिनु होला। र म चाहिँ अब धेरै कुरा नबोली भिडियो स्टार्ट गर्न चाहन्छु र अन्तिमसम्म नै हेर्दिनु होला। हामीले यो 4 रोपनी एरियालाई चाहिँ सबभन्दा सुरुमा ट्र्याक्टरले मज्जाले जोत्यो है, अनि जोतेपछिको मात्र हो भिडियो यो चाहिँ है। अनि जोतेपछि चाहिँ हामीले डाइरेक्ट ड्याङ बनाएर यसरी मलहरू ओसार्दै डाइरेक्ट ड्याङमाथि लगेर हालियो। सबै चाहिने मलहरू हामीले यसरी नै हालियो, सबै सर र सुरुमा गोबर मल हालियो, त्यसपछि माथि चाहिने युरिया, डिएपी र पोटासहरू हालियो, अनि माइक्रोन्युट्रियन्टहरू राखियो। माइक्रोन्युट्रियन्ट नै हामीले चारवटा माइक्रोन्युट्रियन्ट चाहिँ हामीले माटोमा मिसाएको थियो। एउटा चाहिँ बोरेक्स, अनि जिङ्क, अनि म्याग्नेसियम र सल्फर, यो चारवटा चाहिँ हामीले सँगसँगै मिसाएर यसरी छोपेर राखियो। हामीले चाहिँ सबै ड्याङहरूलाई चाहिँ यसरी नै उठायो है। उठाएर सबै मलहरू हामीले राखेर पनि माथिबाट फेरि अनि माटोले छोपेर यो चाहिँ पुरै रेडी अवस्था हो। यो चाहिँ हाम्रो खरबुजा गर्ने एरिया सबै रेडी भएको अवस्था यो चाहिँ। अब यसलाई चाहिँ हामी पानी भिजाउने भनेर रेडी गराएको छ है। ल हेर्न सक्नुहुन्छ कति राम्रो देखिन्छ। हामीले चाहिँ अनि कुलो छोडेर चाहिँ हामीले यसरी पानीले भिजाएको थियो। पुरै कुलोभित्र खेतभित्र छिराएर मजाले लगभग 24 घण्टा जस्तो, एक दिनभन्दा बढी नै हामीले मजाले भिजायो। अनि त्यसपछि उता चाहिँ हामीले कुलो बन्द गर्थ्यो। भिजिसकेपछि कुलो बन्द गरेर अनि त्यसपछि बल्ल हामीले चाहिँ माथिबाट मल्चिङ प्लास्टिकले मजाले छोपेर त्यस्तै लगभग यो चाहिँ पानी सुकिसकेपछिको भिडियो है। यो चाहिँ हामीले पानीले भिजाएर यो चाहिँ पर्सिपल्ट, जस्तो आजपल्ट भिजायो भने भोलि छोडेर हामीले पर्सिपल्टको भिडियो लिएको यो चाहिँ मैले है। अनि यसपछि बल्ल हामीले मल्चिङ प्लास्टिकले मजाले छोपेर 20 दिन जस्तो राखेको है। हामीले चाहिँ त्यो मलहरू पाक्नलाई यतिकै छोडिदिएको थियो 20 दिन जति चाहिँ। यो चाहिँ देख्न सक्नुहुन्छ, यो चाहिँ हामीले मल्चिङ लगाइसकेपछिको है। मल्चिङहरू मजाले लगायो, टाइट गरेर राखेर छोपेर राखियो है। हामीले चाहिँ यतिकै 20 दिनसम्म यतिकै छोपेर राखियो। यति बेलासम्म चाहिँ हामीले भित्र नर्सरीमा पनि रेडी गराएर बिउहरू खसालिसकेका थियौँ है। हामीले चाहिँ त्यो बिउकोमा चाहिँ के गर्यो भने पोली ब्यागमा चाहिँ 3 भाग माटो र 1 भाग कम्पोस्ट मल मिसाएर त्यसलाई चाहिँ टाइकोडरमा हालेको, पानीमा टाइकोडरमा हालेर अनि त्यो पानीले चाहिँ भिजाएर मजाले 2-3 दिन छोपेर अनि पोली ब्यागमा हालेर बल्ल सिड खसालेको हामीले नर्सरीको लागि चाहिँ। यो देख्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो यता यो नर्सरी गराएको एरियातिर हो है। मजाले उम्रिसकेको थियो, जर्मिनेसन रेट पनि एकदम राम्रो थियो। र अघि नै सुरुमा पनि भनेको थिएँ, हाम्रो चाहिँ यो जात भन्नुपर्दाखेरि यो तरबुजाको चाहिँ सरस्वती जातको तरबुजा हो है। लगभग 3 प्याकेट बिउ चाहिँ हामीले जमाएको थियो। 3 प्याकेटमा चाहिँ मैले एक गरेर गन्दाफेरि चाहिँ 912वटा थियो। 912वटा मात्रै त्यही 50-60 वटा जस्तो उम्रेन होला, अरू चाहिँ सबै राम्ररी उम्रियो है। ल यो चाहिँ हामीले फर्स्ट प्लान्टेसन गर्ने बेला चाहिँ मैले खिचेको भिडियो। यो यति बेला चाहिँ यो बेर्ना चाहिँ त्यही 25 दिनको हाराहारीको भएको थियो। हामीले 25 देखि 30 दिनमा चाहिँ हामीले सबै बेर्ना लगेर सारिसकेका थियौँ है। बेर्नाहरू नि सबै हेल्दी थियो, त्यस्तो केही पनि प्रब्लमहरू समस्याहरू केही पनि देखिएन, एकदम राम्ररी नै हुर्किएको थियो सबै है। राम्रो थियो, बिग्रिन चाहिँ कुनै पनि बिग्रिएन हाम्रो बेर्नाहरू चाहिँ। उम्रिएको बेर्नाहरू चाहिँ सबै राम्रो भयो। यो बेर्ना चाहिँ हामी त्यो ट्रान्सप्लान्ट गर्ने बेला चाहिँ हामीले 1 कुन्टा पाल बनाएर पालमा चाहिँ 1 कुन्टा राखेको थियौँ हामीले चाहिँ। यो चाहिँ हाम्रो फार्मको कुकुर है, काली। ल हेर्नु, हामीले चाहिँ यसरी राखेको थियो, सर 1 कुन्टा राख्यो, पाल पर्दै राख्यो, अनि त्यहाँबाट सबैजना मिलेर सार्दै अनि यो माटोले सारिसकेपछि चाहिँ हामीले माटो चाहिँ माथिबाट यसरी घेरेर चाहिँ यसरी छोप्दै थियो कि, किनभने घाम लागेको थियो, जाडो महिना त थियो, तर चाहिँ हामीले चाहिँ कुनै पनि प्लान्टलाई चाहिँ हुर्किने बेला कुनै पनि स्ट्रेस नहोस्, हिट स्ट्रेस नहोस् त्यो मल्चिङको प्लास्टिकले गर्दाखेरि भनेर चाहिँ हामीले माटो चाहिँ यसरी वरिपरि राखिदिएर चाहिँ गराएको थियो है। अनि यो भिडियो चाहिँ हामी लगभग सारिसकेको अलि दिनपछि सरिसकेपछि बेर्ना सरिसकेपछिको भिडियोहरू हो भनौँ न है।
अनि ल हेर्नु कति राम्रो देखिएछ, सबै बेर्नाहरू सरिएको खासै मरेन, 1-2वटा चाहिँ अब डिफेक्ट देखिएर 1-2वटा बेर्ना मात्र मरेको थियो, त्यसलाई चाहिँ हामीले रिप्लेस गरिदिएका थियौँ, नत्र चाहिँ एउटा पनि मरेन। टोटल बेर्ना चाहिँ हाम्रो लगभग 800को हाराहारीमा बेर्ना लागेको थियो 4 रोपनीमा है। अनि यो पालि चाहिँ हामीले चाहिँ एकदमै पातलो लगाएको थियो, किनभने अझै धेरै अर्थ्यो, हामीले अझै मजाले गरेको भए ड्याङ नजिक गरेर गरेको भए अझै मजाले धेरै बेर्ना अर्थ्यो होला, तर हामीले चाहिँ बरु पातलै गरौँ थोरै गरौँ भनेर चाहिँ हामीले 800 भन्दा त कमै गराएको, 800 चाहिँ कटेन, 800को हाराहारीमा चाहिँ टोटल बेर्ना चाहिँ हामीले त्यसरी सारेका थियौँ है। हामीले चाहिँ बेर्नाहरूलाई कुनै पनि स्ट्रेस नहोस्, एकदम राम्रोसँग हुर्किन पाओस्, उनीहरूलाई पनि अप्ठ्यारो नहोस् हुर्किन होइन, त्यही अनुसारले चाहिँ हामीले मेन फोकस भनेको त्यही थियो कि यिनीहरूलाई चाहिँ स्ट्रेस कति पनि नहोस्, केहीमा पनि कमी नहोस्, मलजलदेखि लिएर है किरा फट्याङ्ग्रा फङ्गसहरू यताउति कुनैमा पनि यिनीहरूलाई चाहिँ अप्ठ्यारो नहोस् भनेर हामीले एकदमै फोकस चाहिँ बेर्नामा गरिराखेको थियौँ। ल एकदमै फर्स्ट फल निस्केको थियो है, यो चाहिँ मैले फर्स्ट भिडियो खिचेको, एकदम खुसी लाग्यो कि यस्तो यो फल देख्दाखेरि चाहिँ यो चाहिँ पहिलो फल थियो है यहाँ यो ऊ चाहिँ। अनि मेन हामीले यो काम गरिराखेको चाहिँ हो यो असिना जाली हो है, हामीले चाहिँ माथिबाट चाहिँ असिना जाली यसरी बाँसहरू गाडेर राखेको छोपेको थियो। असिना जाली फेरि बेसरी महँगो पर्ने रहेछ र यहाँनिर हामीले यति एरियामा मात्र लगाएको थियो कि असिना जालीहरू, पुरैमा चाहिँ छोप्न सकेन। अनि असिना जाली नपुगेर हामीले यो ग्रिन नेट हालेर केही हदसम्म रोक्ला भनेर हामीले चाहिँ यसरी राखिदिएको थियो है, पुरैमा चाहिँ छोप्न सकेन। अनि यतापट्टिको चाहिँ हाम्रो फार्म रहेको छ, उतापट्टिको एरिया है, यो चाहिँ छुट्टै त्यतातिरको फार्ममा चाहिँ हामीले गोलबेडाहरू सागहरू पनि गरिराख्थ्यो अरे, यो बाहिरको चाहिँ खरबुजा एरियाको। अनि त्यसको भोलिपल्ट भनौँ अलि दिनपछि चाहिँ हामीले यसरी यो जुन लहरहरू आएको छ नि, यो लहरहरू चाहिँ हामीलाई चाहिँ के सिकाएको थियो भने 3टा लहरा मात्र राख्नु होला, अरू चाहिँ काटेर फालिदिनु भन्दै हुनुहुन्थ्यो माथि महानगरपालिकामा है, कृषि विकास केन्द्रमा भनौँ। अनि हाम्रो यो रोशन सरले पनि त्यही भन्दै थियो, काटसाट चाहिँ अनि हामीले गरौँ कि नगरौँ भइरहेको थियो पहिलो है, बिग्रिन्छ कि जस्तो पनि लाग्थ्यो, तर 3टा लहरा मात्र राख्ने भनेर हामीले जब फोटो देखेर कन्फर्म भएपछि चाहिँ हामीले चाहिँ काट्न सुरु गरेर हरेक बेर्नामा 3टा मात्र लहरा राखेर सबै काटसाट गरेर झारहरू गोडेर हामीले चाहिँ काटेर 3टा बेर्ना मात्र राख्यो, एकचोटि चाहिँ काटसाट गरियो है। अनि काटसाट गरे लगायतै हामीले चाहिँ जुन त्यो माटोभित्र पहिला राखेको मलहरू थियो नि, त्यो मलहरू पनि लिनलाई सहज होस् भनेर चाहिँ हामीले हरेक 10-10 दिनको फरकमा चाहिँ हामीले ह्युमिक एसिड चाहिँ ड्रेन्चिङ गराएको थियो कि उनीहरूको चरामा डाइरेक्टली, किनभने ह्युमिक एसिडले चाहिँ बिरुवाहरूलाई हुर्किन मद्दत गर्छ र त्यो माटोमा भएको मल चाहिँ उनीहरूलाई लिन चाहिँ अलि सपोर्ट गर्छ भनौँ न, त्यसरी सपोर्ट गर्ने भएकोले चाहिँ हामीले ह्युमिक एसिड चाहिँ 10-10 दिनको फरकमा चाहिँ ड्रेन्चिङ गराएको थियो है। र हेर्नु न यो चाहिँ हाम्रो फेरि यस्तो हुन्छ कि बेलुका भएपछि हावाहुरी र पानी पर्ने त्यस्तो पनि भएको थियो कि है। अनि यो चाहिँ भोलिपल्ट हो हामी चाहिँ झार गोड्न सुरु भयो, यो फर्स्ट लटको कति हुर्किसकेको चाहिँ हेर्नु न यति बेला। हाम्रो पहिलो लटको फलहरू चाहिँ हामीले यसरी फलिसकेको थियो सबै है, यहाँ मजाले फलिसकेको थियो, सेट भइसक्यो, सेट भन्दा नि सबै फल लागिसकेको थियो भनौँ न है, फुलहरू पनि मजाले फुलेको थियो र फलहरू पनि लागिसकेको थियो यति बेला चाहिँ। हामीले सबै मलहरू त पहिले नै ब्याड बनाउने बेला नै हालिसकेको थियो, तर कतिपय मलहरू चाहिँ बेर्नाहरूलाई चाहिँ पुगिरहेको हुँदैन क्या है, अब किनभने हामीले बुझिदिनुपर्छ त्यो कुरा चाहिँ, त्यही भएर हामीले चाहिँ माथिबाट चाहिँ थप माइक्रोन्युट्रेन चाहिँ माथिबाट हामीले स्प्रे गरेको थियो, जुन क्याल्सियम र बोरोन है। क्याल्सियम र बोरोनले चाहिँ फ्लावरिङ र फ्रुट सेटमा एकदमै हेल्प गर्छ, इम्प्रुभ पनि गर्छ भनेर चाहिँ हामीले गरेको थियो। र होइन फेरि पानी यसरी परिदिइहाल्ने, दिनभरि घाम लाउने बेलुका यसरी पानी परिदिने भएको थियो कि हाम्रोतिर त पानी त एकदम ठुलो समस्या नै भयो हाम्रो लागि यो वर्ष। अनि भोलिपल्ट बिहान है, पानी परेको दिनको भोलिपल्ट बिहान हामीले चाहिँ यो फ्रुट फ्लाईको ट्र्यापको लागि चाहिँ हामीले यो लगाउनलाई रेडी गराएको थियौँ है। अब किरा फट्याङ्ग्राको लागि कन्ट्रोलको लागि चाहिँ हामीले एउटा यो ट्र्याप अनि अर्को चाहिँ एल्लो स्टिकी ट्र्याप गरेर चाहिँ 2टा राखेको थिएँ है। त्यो अहिलेको चाहिँ फ्रुट फ्राई ट्र्याप हो, मैले अहिले पछि अर्को भिडियोमा पनि देखाउँछु कति धेरै किरा परेको थियो भनेर मैले भिडियो नि गराएको थियो, त्यो सायद अहिले एकछिनमा देखाउँछु होला। त्यसबाहेक पनि हामीलाई चाहिँ यो लिफ माइनरले एकदम सताएको थियो है, जुनलाई चाहिँ हामीले कन्ट्रोल पनि गर्न सक्यो। र त्यसबाहेक अरू 2-3टा किराहरू चाहिँ यो फकटे किरा के भन्दा रहेछ मलाई नामले आएन है, त्यो किराहरू चाहिँ हामीले कन्ट्रोल गर्न चाहिँ सक्यो है, खासै ठुलो समस्या चाहिँ भएन। अनि ढुसीहरू, यो ढुसी भन्छ है फङ्गसहरू, यिनीहरू पनि खासै लागेन है, हामी त्यति ठुलो समस्या चाहिँ भएन हाम्रो फङ्गस र किरा फट्याङ्ग्रा लागि चाहिँ है। यो फल चाहिँ झुक्केर छुट्टिएको है, के छ भने हामी चाहिँ बिहान जहिले हेर्न जान्थ्यौँ, बारी हेर्न जाने बेला चाहिँ, अनि लहराहरू चाहिँ भुइँमा भएको फलहरू चाहिँ हामीले टिप्दै लहरासँगै टिपेर माथि राखिदिन्थ्यो, प्लास्टिकमा राखिदिन्थ्यो है, भुइँमा पऱ्यो भने किन्छ भनेर।
तर सुरुमा त राखियो क्या अरे, पछि त झ्याङ एकदमै धेरै भएर हामी त यत्तिकै छोडिदियो, सक्दै सकेन। त्यति बेला फेरि झ्याङ निकाल्ने बेला छुट्टिने भाँचिने पनि भयो क्या धेरै, त्यसपछि हामीले यत्तिकै छोडिदियो। हामीले राखेको यो फ्रुट फ्लाइ ट्र्यापमा चाहिँ हेर्न सक्नुहुन्छ एकदमै कन्ट्रोल गरेको थियो यो ट्र्यापले पनि है। यो किराहरू चाहिँ एकदमै सताउँछ कि, एकदम समस्या हुन्छ यो किरा चाहिँ, किनभने फ्रुटहरू बाङ्गी बनाइदिने है, कुहाइदिने गराउँछ यसले चाहिँ। यति बेलासम्म चाहिँ बेर्नाहरू पनि एकदम ग्रोथहरू एकदम राम्रो भइसकेको थियो, फलहरू पनि मजाको भइसकेको थियो है। यति बेला चाहिँ फेरि एक समस्या भनेको वर्षा भनेको थियो नि त, मैले पानी चाहिँ दिनदिनै परेको थियो। यति बेला नि दिउँसो दिनभरि यसरी घाम लाउने, बेलुका भएपछि पानी पनि भएको थियो है। यति बेला चाहिँ पानी नन स्टप परिराखेको थियो। हाम्रो त सबैभन्दा ठुलो समस्या एकदम वर्षा भयो है। अनि पानी परेपछि चाहिँ नन स्टप परेपछि चाहिँ यसरी जम्न सुरु भयो त्यो पानीहरू है। फलहरू पनि हेर्नु न कति राम्रो भइसकेको थियो, कति मजा भइसकेको थियो। पानी जमेर हामीले लगभग कति त हामीले कुलो काटेर हामीले बगाउन सफल पनि भयो। तर के गर्नु, दिनदिनै भएपछि चाहिँ त्यो जमेको पानी चाहिँ पछि लहरले पनि छोप्यो, झ्याङहरू पनि धेरै भइगयो। त्यसपछि हामी पानी बगाउनै सकिएन त्यसपछि त। असिनाबाट चाहिँ हामीलाई केही समस्या भएन है, तर यो पानीले चाहिँ एकदम समस्या गर्यो योपालि हाम्रो। हेर्नु न फलहरू क्या मजाको भइसकेको थियो। यति बेला त दिनदिनै परेको थियो पानी पनि। तपाईँको लगभग 20-25 दिन त लगातार परिगयो कि, दिनभरि घाम लाग्ने, यसरी घाम लाग्थ्यो है। बिहानदेखि दिनभरि घाम लाग्ने, बेलुका भएपछि पानी पनि भएको थियो 20-25 दिन लगातार। यो झ्याङ हेर्नु न कति राम्रो भएको थियो है। यसरी नै फैलिदियो कि सबै मजाले, ग्रोथहरू पनि मजाले भएको थियो है। फलहरू पनि सबै सेट भइसकेको थियो। यति बेला त मजाको ठुलो भइसकेको थियो। के गर्नु अब, सबै कुराहरू कन्ट्रोलमा चाहिँ नहुँदो रहेछ। कन्ट्रोल चाहिँ गर्न नसकिँदो रहेछ, नहुँदो रहेछ भन्दा नि नसकिँदो रहेछ भन्ने कुराहरू चाहिँ हामीले चाहिँ अनुभव भयो भनौँ न। तर यति बेला चाहिँ अनि यसरी यो फलहरू, यति ठुल्ठुलो फलहरू फलेको देख्दाखेरि है, एकदमै त्यो आफूले मेहनत गरेको गाह्रो सिचुएसनहरू सबै आफै बिलाएर गयो भनौँ क्या है। हामीले यसरी यो फलहरू देख्दाखेरि चाहिँ मजाले लागेको थियो कि, हरेक झ्याङमा क्या अब 3-4वटा देखिन्थ्यो कि, यसो कोटाएर हेर्ने बित्तिकै 3-4वटा फल चाहिँ देखिन्थ्यो कि, मजाले लागेको थियो कि। अब आफूले गरेको मेहनत, आफ्नो दुःख कष्ट भन्ने कुराहरू त आफ्नो छुट्टै ठाउँमा छँदैछ है। तर यसरी हुर्केको देख्दाखेरि चाहिँ एकदम खुसी लाग्ने क्या। त्यो आफूले गरेको मेहनतहरू, दुःखहरू चाहिँ आफै हराएर जाँदो रहेछ भनौँ न है। किनभने बेर्नाहरू चाहिँ अब आफूले सानो बच्चा हुर्काए चाहिँ सुरुदेखिबाट अन्तिमसम्म नै एकदम हेर्नुपर्ने बच्चाहरू हुर्किए चाहिँ है। किनभने अब यो वाटरमेलन पो हाम्रो पहिलो थियो। योभन्दा अगाडि त मैले अरू बेर्नाहरू, अरू भेजिटेबलहरू पनि हुर्काइराखेको थिएँ। वाटरमेलन चाहिँ हाम्रो पहिलो थियो र उनीहरूलाई पनि केही अप्ठ्यारो चाहिँ नहोस्, उनीहरू आफूले मजाले ग्रोथ लिन पाएको, मजाले विकसित भएको होइन, विकास भएको, बल्ल फल पनि त्यही अनुसारको आउँछ। हामीले चाहिँ त्यही नै मेन हाम्रो फोकसै त्यही थियो कि यिनीहरूलाई कुनै स्ट्रेस नहोस्, राम्ररी हुर्किन पाओस्। राम्ररी हुर्किएपछि फल जसरी पनि लाग्छ र जसरी पनि मिठो हुन्छ भन्ने चाहिँ हामीलाई चाहिँ त्यो चाहिँ विश्वास थियो र हामी त्यसरी नै जुटेर चाहिँ काम चाहिँ गरियो। यो चाहिँ हाम्रो यता फार्म छेउको छिमेकी आन्टीकोमा चाहिँ भनेर म माथि छतमा गएर चाहिँ खिचेको भिडियो हो है। र हेर्नु न झ्याङ कति राम्रो भएको थियो कि। अझै यसपछि पनि मैले अझै भिडियोहरू खिच्न बिर्सेँ कि, किनभने अब भ्लगै गर्ने भएको, अब त्यही अनुसारले खिच्नुपर्छ, यो गर्नुपर्छ भन्ने हुन्थ्यो है। कहिले त बिर्सी जाने कि, कति त मैले खिच्नै पाएन कि। अझै हेर्नु न कति मजाले ग्रोथ भएको थियो कि, झ्याङ पनि मजाले फैलेको थियो, फलहरू पनि यति धेरै लागेको थियो कि जुन ठाउँमा गएर यसो कोटाएर हेर्दाखेरि पनि 3-4वटा फल चाहिँ देखिएको थियो कि, जस फलहरू पनि मजाले लागेको थियो। यति बेलासम्म चाहिँ हाम्रो फलहरू लगभग हार्भेस्ट गर्ने नजिक आइसकेको थियो है। जति हार्भेस्ट गर्ने दिन नजिक आएको थियो त्यति नै हामीलाई अलिकति टेन्सन चाहिँ भइरहेको थियो कि, किनभने पानी नन स्टप परेको थियो है। यो एउटा पनि छुट्टेर बसेको रहेछ। फेरि मैले भिडियो गर्ने बेला मात्र थाहा भएको है, त्यो छुट्टेर बसिरहेको थियो कति दिनदेखि।
जस्ट हार्भेस्ट गर्ने जति नजिक आयो त्यति हामीलाई अलिकति टेन्सन थियो कि पानी जमेको थियो, परेको थियो है। अब हामीले जति कटाउनु पर्ने हो कटाइसकेको थियो। अब अलिकति पानी नपर्दै हुन्थ्यो भन्ने जस्तो चाहिँ लाग्थ्यो क्या। तर कहिले पनि रोकिएन पानी चाहिँ, कहिले पनि रोकिएन भन्नाले त्यो समयमा चाहिँ रोकिएन भनौँ न। यो तरबुजा खेती गर्दाखेरि चाहिँ हामीले गरेको दुःख मेहनत त छुट्टा छँदैछ है। त्यो बाहेकको पनि हामीलाई एउटा राम्रो गाइडेन्सको पनि जरुरत थियो कि जुन चाहिँ हाम्रो मणिदीप कृषि फार्मका रोशन बराल हुनुहुन्छ है। उहाँले चाहिँ विगत 3 वर्षदेखि हाम्रो पोखरा वडा नम्बर 13मा चाहिँ तरबुजा खेती गरेर आइराख्नु भएको थियो। हामीले चाहिँ उहाँसँग एकदमै सुरुबाटै एकदम सल्लाह लिएर उनीहरूसँग सुझाव लिएर के कसरी गरिन्छ, अब के हुन्छ कस्तो हुन्छ भनेर चाहिँ उहाँबाट चाहिँ एकदम जानकारीहरू लिएर हामीले चाहिँ सुरुबाट अन्तिमसम्म एकदम राम्रो जानकारी दिएर चाहिँ हामीलाई गाइड गर्नुभयो। त्यसको लागि चाहिँ म यो भिडियोबाट एकदमै धन्यवाद भन्न चाहन्छु है त रोशन बराल अनि मणिदीप कृषि फार्मलाई। यति बेलासम्म चाहिँ हामीले यो माथिबाट दिनुपर्ने मलहरू चाहिँ सबै दिइसकेका थियौँ है। अब ड्रेन्चिङ गराउनेहरू पनि सबै गराइसकेका थियो। जुन मैले अघि नै भने सुरुमा चाहिँ अब माटोभित्रै हाल्यो, जति मल चाहिन्छ हामीले सुरुमै बेड प्रिपरेसन गर्ने बेला त्यति बेला हाल्यो। अनि त्यसपछि माइक्रोन्युट्रिएन्ट पनि त्यहीँ मिसायो। अनि त्यसपछि चाहिँ बिचमा चाहिँ माइक्रोन्युट्रिएन्ट चाहिँ थप माइक्रोन्युट्रिएन्ट चाहिँ क्याल्सियम र बोरोन चाहिँ माथिबाट स्प्रे गरियो। र यो सेट हुनु बेला ठ्याक्कै योभन्दा अलिकति सानो हुने बेला चाहिँ हामीले मोनोपोटासियम फोस्फेट पनि हामीले ड्रेन्चिङ गरायो। किनभने त्यसले चाहिँ अलिकति फ्रुटको गुलियोपन र अलिकति फ्रुट सेट गर्न त अलिकति मद्दत गर्छ भनेर चाहिँ हामीले चाहिँ त्यो मोनोपोटासियम फोस्फेट पनि दिदियो। जुनमा चाहिँ नाइट्रोजन 0, पोटासियम र फस्फेट चाहिँ 52 र 33 हुन्छ क्या। फस्फरस 52 र पोटासियम 33 हुन्छ। 0, 52, 33 भन्छ हो। त्योवाला चाहिँ हामीले ड्रेन्चिङ गराइयो। त्यो चाहिँ हामीले 10 दिनको फरकमा 2 चोटि गरियो होला। हाम्रोमा उत्पादन भएको खरबुजाको हामीले ब्रिक्स लेभल पनि चेक गराएको थियो। ब्रिक्स लेभल भन्नाले चाहिँ गुलियोपन भन्ने बुझिन्छ। जुन चाहिँ तरबुजामा 10 भन्दा माथि हुनुपर्ने रहेछ, हाम्रोमा चाहिँ 11.5 थियो। त्यति बेलासम्म त हामी हार्भेस्टको एकदमै नजिकै पुगिसकेको थियो होइन। तर एउटा कुरा चाहिँ हामी यत्रो फार्मिङ गरेर हार्भेस्ट चाहिँ कुन बेला गर्ने कसरी चिन्ने भन्ने कुरै थाहा भएन क्या। भित्रको कुरा नदेख्ने है, साइजको हिसाबले गरेर नहुने। अनि मैले चाहिँ हाम्रो यो मणिदीप कृषि फार्मका रोशन बराललाई चाहिँ सोधेँ कि के कसरी यो हार्भेस्ट गर्ने भन्दाखेरि चाहिँ उहाँले भन्नुभयो जुन त्यो खरबुजा जुन आएको त्यो मुन्टा हुन्छ कि मेन माथिपट्टि हो, त्यो मुन्टा चाहिँ सुकेपछि चाहिँ बल्ल हार्भेस्ट गर्ने टाइम भयो भन्ने हुन्छ भनेर उनीहरूले जानकारी दिएपछि चाहिँ बल्ल हामीले हार्भेस्ट गर्न सुरु गरेको है। अनि जुन यो हाम्रो हार्भेस्ट गर्न सुरु भयो नि, हार्भेस्ट गर्न सुरु भएपछि चाहिँ लगातार हामी 17-18 दिन यति बिजी भयो कि कामै बिहान उठ्ने बित्तिकै खरबुजा टिप्ने, दिनभरि फार्मबाट सेल गर्ने, अनि डाइरेक्ट बेलुका आउने, दिन बितेको पनि थाहै नहुने। मान्छेहरू नि यति धेरै आउनुभयो कि होइन, अब कस्टमरहरू यति धेरै आउनुभयो कि सबले रुचाइदिनु पनि भयो, हामीलाई माया पनि गरिदिनु भयो बेसरी। त्यसको लागि धेरै धेरै धन्यवाद है। तर हामी यति व्यस्त भयो कि मैले भिडियो पनि खिच्न बिर्सेँ कि अहिले म एकछिनमा बिचमा भन्छु है। अहिले पछिको कति भिडियोहरू कट छ कि सबै देख्दै देखिन्न। यो चाहिँ हाम्रो फर्स्ट डे हो, फर्स्ट हार्भेस्ट गरेको डे हो। यो फर्स्ट सेकेन्ड डे चाहिँ खिच्न भ्यायो क्या अरे। त्यसपछि त डाइरेक्ट अनि हार्भेस्ट गरेको नदेखेर डाइरेक्ट लास्टको बिग्रेको मात्रै भिडियो खिच्न पाएँ कि भिडियो खिच्न पाएन त्यो व्यस्तताको कारण। हाम्रो फार्मबाट जति पनि ग्राहकहरूले लिएर जानुभएको थियो वाटरमेलनहरू, राम्रो नराम्रो है, सबै कमेन्ट गरिदिनु होला। जसले हेर्नुभयो यो भिडियोहरू है, सो तपाईँहरूको कमेन्टको एकदम खाँचो छ। कमेन्ट पनि गरिदिनु होला, सुझाव पनि दिनु होला है त। यति बेलासम्म चाहिँ हाम्रो धेरै खरबुजाहरू बिग्रिसकेको थियो है। हार्भेस्ट गरेको भिडियो मैले योभन्दा अगाडिको अलिक खिच्न पाएन, त्यो भएर डाइरेक्ट यो भिडियो देखाएको छु। ल हेर्नु न कति धेरै बिगारेको छ खरबुजाहरू है। यस्तो यो सबै पानीको कारणले हो क्या। यो सबै पानी जमेर खरबुजाहरूलाई चाहिँ पानी जमेपछि चाहिँ एकदमै झाउ हुँदो रहेछ। यिनीहरूलाई त अलिकति मात्र पानी धेरै भयो भने नि कुहिजाँदो रहेछ कि, यिनीहरूलाई चाहिँ एकदम सुक्खा चाहिँदो रहेछ जमिन चाहिँ। तर हामीले चाहिँ त्यो पानी जमेको चाहिँ हामीले कटाउन नसकेर चाहिँ एकदमै धेरै बिग्रियो। ल हेर्नु न, अलि अगाडिसम्म झ्याङ कति राम्रो थियो, हरियो थियो, कति बाक्लो थियो। यतिसम्म त सबैलाई होइन झ्याङ पनि त्यो जति त्यो प्लास्टिकमा बाँचेको छ नि झ्याङहरू त्यति मात्र बाँचेको छ। जुन यो तल भुइँमा छोएको जति झ्याङ पनि के अरे लहरा पनि कुहाइदियो, फल पनि कुहाइदियो। लगभग हामीलाई चाहिँ यो पानीले गर्दाखेरि मात्र 1500 देखि 2000 केजी चाहिँ सबै बिग्री गयो कि। त्यति चाहिँ घाटा लाग्यो हामीलाई चाहिँ। लगभग 90 देखि 1,20,000सम्मको चाहिँ घाटा भयो होला हामीले हिसाब गर्दाखेरि चाहिँ। अझै त्यो लहरा कुहिन नपाएको भए अझै कति राम्रो, अझै अरू फलहरू पनि फुल्थ्यो होला है।
ल हेर्नु न झ्याङै छैन क्या, सबै मारिदिइसकेको छ। मैले योभन्दा अगाडिको भिडियो खिच्न बिर्सेर एकदम गल्ती भयो है, अनि त्यो भएर डाइरेक्ट यो भिडियो देखाएको छु। ल हेर्नु त सबै कुहिएको छ कि, खेतबारी नै पुरै कुहिएको, खरबुजा कुहिएको बनाएको थियो कि। यति बिग्रिँदा पनि है हामीले चाहिँ राम्रो राम्रो फलहरू चाहिँ टिपेर चाहिँ हामीले बेचिरहेको थियो। दिनमा केही नभए पनि 300-400 केजी चाहिँ टिप्दै हाम्रो फार्मबाटै मजाले गइरहेको थियो। र योपालि अलिकति झ्याउ भनेको मलाई बजार लगेर कसरी बेच्ने होला यत्रो धेरै भन्ने टेन्सन थियो, तर त्यो चाहिँ मलाई केही पनि समस्या भएन, किनभने सबैजनाले धेरै माया पनि गरिदिनु भयो, फार्ममै आएर लैदिनु भयो है। हामीले फार्मबाटै सबै बिक्री गऱ्यो है, कुनै पनि हामीले बाहिर लानै परेन। ल हेर्नु न यो चाहिँ हाम्रो झ्याङ मरिसकेपछिको भिडियो है, यो चाहिँ मैले माथिबाट खिचेको। यति बेलासम्म चाहिँ हामीले 4000 केजी जस्तो टिपिसकेको थियो। अब त्यही अलिअलि रोयल पाइल भनेको 300-400 केजी थियो होला, अलिअलि सानो है। सबै हेर्नु न बिग्रेर झ्याङ पनि झापुरै झारले पनि छोपिसकेको थियो, बुट्टाहरू पनि सबै मरिसकेको थियो। तर पानी भने अझै पनि पर्न रोकिएको थिएन कि, यसपछि पनि अझै 1 हप्ता परेको थियो कि अझै नै। अनि यो हाम्रो वाटरमेलन फार्मिङको चाहिँ भिडियो चाहिँ यति मात्र खिच्न पाएँ, यति मात्र समेट्न पाएँ भनौँ न है। आशा छ तपाईँहरूलाई यो भिडियो राम्रो लाग्यो होला र सहयोग पुग्यो होला, र केही भुलचुक भयो भने हामी माफी पनि माग्न चाहन्छौँ। र साथसाथै भिडियो राम्रो लाग्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। र सँगसँगै म चाहिँ जानुभन्दा अगाडि चाहिँ हाम्रो यस पोखरा कृषि विकास शाखा, महानगरपालिका अनि मणिदीप कृषि फार्मका रोशन बराल सबैलाई चाहिँ म एकमुष्ट एकदमै धेरै धन्यवाद भन्न चाहन्छु। र सँगसँगै हाम्रो कस्टमरहरू जति पनि ग्राहकहरूले हामीलाई माया गरिदिनु भयो, फार्ममै आएर लिदिनु भयो, धेरैले रुचाइदिनु भयो, सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र म यस्तो भिडियो फेरि अरू पनि म यसरी नै ल्याउँदै गर्छु है, ल्याउने नै छु है। त्यसको लागि चाहिँ हामीलाई माया गरिदिनु होला है त। ल आजलाई चाहिँ यति नै, धन्यवाद।